हेलो गाइस, म चाहिँ बिहान उठेँ र अब 5 किलोमिटर रनिङ गर्नको लागि वार्म अप गरेँ र वार्म अप मेरो एकछिन मात्रै भयो। अनि म चाहिँ मुलपानी घुमेर आएर अनि निलबराई मन्दिरमा रनिङ गर्दै गएँ र भर्याङ पनि हल्का आफ्टर लङ टाइम पछि हानेको भएर होला भर्याङ हान्न पनि धेरै गाह्रो नै भयो होइन। त्यहाँदेखि रमाइलो चाहिँ भयो र अनि मैले फाइनली भर्याङ कम्प्लिट गरिसकेपछि अनि म चाहिँ अब आफूले चाहेको कुराहरू सबै पुरा होस् भनेर यसो निलबराई मन्दिरमा यसो दर्शन गरेँ र आफूले चाहेको कुराहरू पुरा होस् भनेर सबै कुरो भगवान्लाई मागेँ होइन। र त्यसपछि म चाहिँ वार्म अप गर्न लागेँ है। वार्म अप पनि गर्न धेरै गाह्रो भयो, लङ टाइम पछि गरेको भएर होला होइन। अनि मैले चाहिँ पुसअप गर्छु भनेर गर्न लागेको है, धेरै गर्न सक्दिनँ जस्तो लागिरहेको थियो। त्यो पनि मेबी 50-60 जति गरेँ होला आई थिङ्क, तर गर्न चाहिँ गनिनँ मैले। राम्रै गरेँ जस्तो लाग्छ, लङ टाइम पछि पनि गर्न सकिँदो रहेछ भन्ने चाहिँ लाग्यो। अनि एकछिन मैले मेडिटेसन गरेँ है। अनि म चाहिँ बादललाई चलाउँछु भनेर गएको, झन्डै मलाई चाहिँ बादलले उल्टै चलाइदियो होइन। बादलले झम्टेर आइदिएर हेर्नु। अनि मलाई चाहिँ फुलहरू मनपर्ने भएकोले म फुल टिप्न गएँ, तर एक्कासी त्यहाँ माथिबाट एउटा आमाले हेर्नुभएको रहेछ। आमाले चाहिँ गाली गरेको जस्तै गर्नुभयो क्या, आँखा तरेर हेर्नुभयो है, नराम्रो लाग्यो। अनि त्यहाँ सेल्फी हान्न लागिरहेको थिएँ, त्यो बेलामा भाइ पनि आइपुग्यो र भाइको पनि मैले भिडियो बनाइदिएँ। अनि म चाहिँ गाजर टिप्नको लागि त्यहाँनिर जान लागिरहेको थिएँ, तर गाजर अनि घर फर्किने क्रममा चाहिँ यहाँनिर गाडीहरू चाहिँ दह्रो जाम भएको रहेछ। अनि मैले यसो भिडियो खिच्दै है। अनि मैले चाहिँ अब घरमा आइपुगेँ। अनि घरमा आइपुगेर भोक लाग्यो, अनि भोक लागेर अनि मैले चाहिँ चिया खानको लागि पसलतिर गएर चिया खाएँ अनि आएँ। अनि मैले चाहिँ चिया खाएँ, चियाले भएन। अनि चिया नभएपछि अनि त्यहाँबाट मैले चाहिँ सेलरोटी थियो तिहारको, त्यसलाई नै तताएँ। अनि त्यसलाई तताएर अनि त्यही सेलरोटी र चिया खाएँ। यति नै हो गाइज। कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला है, राम्रो लाग्यो भने यसो सपोर्ट गरिदिनु होला ल।